बन्द कमानमा चियाको बुट्टालाई जसरी झार जङ्गलले घेरेको हुन्छ, उसरी नै सोमारीको जिन्दगीलाई समस्याले घेरेको थियो। उनीसँग पुगीसरी खान पैसा थिएन, फेरि लगाउन लुगा थिएन, घुम्न जान नयाँ चप्पल थिएन। तैपनि उनको ओठमा जुन मुस्कान खेलिरहन्थ्यो नि, त्यो चियाको मुना जस्तै कलकलाउँदो थियो। सोमारीलाई कसैसँग गुनासो थिएन, आफ्नै जीवनसँग पनि थिएन। हरेक समय मौन रहने उनका आँखामा कुनै रङ्गीन सपना थिएनन्। ओठले गाइरहने पीडाको सुस्केरा नै उनको जीवनको सुमधुर गीत बनेको थियो। सोमारीको उमेर 30 पुगेको थिएन, तर उनी 40 की जस्तै देखिन्थ्यो। लाग्थ्यो समस्याले मान्छेलाई दुखी मात्रै होइन, बुढो पनि छिट्टै बनाउने रहेछ। खोइलिसकेको सेतो सर्ट, टाटो लागिसकेको फुलबुट्टे लुङ्गी, चुलिन लागेको चप्पल, धुवासो लागिसकेको कालो झोली, सोमारीले जीवनमा कमाएको थोक यति मात्रै हो। उनी हरेक दिन त्यही लुङ्गी लगाउँथिन्, त्यही चप्पल टिप्थिन् र त्यही झोली बोकेर चिया कमान धाइरहन्थिन्। सोमारीको कम्मरमा बाँधिएको तिरपाल पुरानो भइसकेको थियो। बर्खामा उनलाई सुरक्षित राख्ने त्यही तिरपाल हो जो च्यातिएर लथालिङ्ग बनिसकेको थियो। पहिले कम्पनीले सबै थोक दिन्थ्यो। बर्खा लाग्न साथ ओड्न नयाँ छाता दिन्थ्यो, लगाउनलाई नयाँ चप्पल दिन्थ्यो, तर अचेल केही दिँदैनथ्यो। बरु रेडियोले जस्तै एकै किसिमको समाचार चाहिँ सधैँ दिइरहन्थ्यो। हाम्रो बगान नोक्सानमा छ, कम्पनीले घाटा खेप्नु परिरहेको छ। सोमारीलाई थाहा थियो उनको भाग्यमा खुसी लेखिएको नै छैन, त्यसैले कम्पनीले नाफा कमाएको कुरा उनले कहिल्यै सुन्न पाएकी थिएनन्। तर दुःख त उनको निधारमै लेखिएको थियो नि त। त्यही भएर कम्पनीले नोक्सान खेपेको खबर सबैभन्दा पहिले उनैले सुन्नु पर्थ्यो। चियाबारी त्यही हो, कम्पनी पुरानै हो, काम गर्ने मान्छे उति नै छन्, उब्जनी घटेको छैन, नयाँ गाँच पनि लगाइरहेकै छ। तैपनि हाम्रै कम्पनी चाहिँ किन सधैँ घाटामा जानु परेको होला नि? सोमारी कहिलेकाहीँ सोच्थिन्। फेरि मालिकको अनुहार सम्झिन्थिन्। एकदम मौन हुन्थिन्, किनकि उनी सब थोक देख्न सक्थिन्, तर आफ्नो मालिक घाटामा परेको कहिल्यै हेर्न सक्दिनथिन्। चाहे हमार विरासत है के, इके नुकसान से हमें केही बचाइक परी। उनले जानेको कुरा यति थियो। त्यसैले चुपचाप त्यही पुरानै तिरपाल भिर्थिन्, चुरिन लागेकै चप्पल लगाउँथिन् र त्यही धुवासो लागिसकेको झोली बोकेरै फेरि पनि पत्ती टिपिरहन्थिन्। उनी जन्मेर हुर्किएको यहाँ होइन। जब पहिलो पटक आमासँग सोमारी दुम्सीपारा आइन्, तब उनी 13 वर्षकी मात्रै थिइन्। आएकै वर्ष दिनपछि हो उनले 12 नम्बर लाइनमा पत्ती टिप्न थालेकी थिइन्। त्यो बिघाको अस्थायी काम थियो। उनी हप्ताभरि पत्ती टिप्थिन्। आइतबार कि जमतला हाट जान्थिन् कि निङ्रो टिप्न पारी खोलाको बगर छेउ पुग्थिन्। भुटानबाट बग्दै आउने त्यो खोला हिउँदमा एकदम सुक्खा हुन्थ्यो, तर जब भुटानको पहाडमा बर्खाको पानी पर्न थाल्थ्यो, त्यही खोला बौला बनेर बग्दै आउँथ्यो। जे भेट्थ्यो त्यही सोहोरेर लैजान्थ्यो। सोमारी त्यही बगेको खोला हेर्दै सुसेली मारिरहन्थिन्। उनको उमेर नै त्यस्तो थियो नि त। उनलाई खोला मन पर्थ्यो, छङछङ बग्ने पानी मन पर्थ्यो, चियाको गाछ मन पर्थ्यो, चिया गाछ बीच उभिएको शिरीषको रुख मन पर्थ्यो। त्यसैले त हरेक आइतबार उनी कि खोलाको बगरमा हुन्थिन् कि चिया बगान घुमिरहन्थिन्। तर जब हाजिरा पाएको हप्ता हुन्थ्यो, उनी जमतला हाट घुम्न पुगिहाल्थिन्। ठिक त्यही समयको कुरा हो। अघिल्लो महिनाको आधा हाजिरा पाउन बाँकी नै थियो। अचानक कम्पनीले शनिबार बेलुकी त्यही हाजिरा बाँडिदियो। कमानमा नयाँ खुसी छाइहाल्यो। भोलि हुने जमतला हाट यसै जम्ने भइहाल्यो। सोमारी आइतबार बिहानै उठिन्, घरको काम सिद्ध्याइन्। अघिल्लो दशैंको बोनसले किनेको नयाँ कुर्ती थियो, त्यो लगाइन्। काँधको चुन्नी मिलाइन्, नीलो झोला हातमा झुन्ड्याइन्। यसपछि कमानको सडकै सडक साइकल हुइक्याउँदै जमतला हाटतिर हिँडिन्।
हिउँदको महिना थियो। पात झरेर कमानका शिरीषका रुख नाङ्गो भएका थिए। माथि उभिएको भुटानको जङ्गल सुक्खा देखिन्थ्यो। पारी खोलाको पानी सुकेर बगरको थुप्रो मात्रै बनेको थियो। चियाको गाछको कलम काट्ने समय हुँदै थियो। घाम निकै चर्को लागेको थियो। सोमारी पसिनाले खलखल हुँदै जमतला हाट पुगिन्। घरका निम्ति 2 पोका मुराईका डल्ला किनिन् र फर्केर माछा लाइनतिर हिँडिन्। सोमारी माछा लाइनको त्यही सागु र गल्लीतिर पस्नै लागेकी थिइन्। अचानक भिरमा उनको खुट्टा अल्झियो। लगाएको पुरानो चप्पललाई पछि हिँड्नेले टेकिदिएछ। फिट्टा फुत्तै फुस्कियो। उनी रिस र लाजले रातो भइन्। खुट्टा सम्हाल्दै पछिल्तिर फर्केर हेरिन्। मोइ जाइन बुझकर निकेर रहो सरी रे। पछिल्तिरबाट जसले चप्पल टेकिदिएका थिए ती केटा हरबराइरहेका थिए। हतार हतार उनी भुइँतिर निहुरे। डराउँदै सोमारीको चप्पल टिपेर सकी नसकी फित्ता खाड्न थाले। सोमारी अर्कच्च परिन्। भिरलाई बाटो छाडिदिएर चुपचाप चप्पलको फित्ता खादेको हेरिरहिन्। 2 पटक जोर गर्दा बल्ल फित्ता जोडियो। अनि त चप्पल फुस्काइदिने केटाले सोमारीको अनुहारमा बिस्तारै हेरे। सोमारीले चिनिहालिन् उनी त अघिल्लो पटक हन्डापाराको सरल जात्रामा भेटेकै मान्छे पो रहेछन्। उनले चप्पल लगाउन लागेकी मात्रै थिइन्। डरका बादलले ढाकिएको एकजोर आँखा अचानक उनको आँखाका डिलमा आएर यसरी अल्झिए जसरी ठन्डा महिनामा शीतको थोपा झर्लाकी सरहला हुँदै चियाको मुनामा आएर अल्झिदिन्छ। आँखा जुधेपछि नै सोमारीले थाहा पाइन् हरबराइरहेका ती केटाका आँखामा जुन सोझोपन थियो त्यो सोझोपन बोकेर हिँड्ने अरू कोही थिएनन्। बुधुवा थिए। बुधुवा? बुधबार जन्मेकै कारण त उनको नाम बुधुवा भएको थियो। जोसँग खासै ठुलो सपना केही थिएन। सपना बिना पनि त दुनियाँ चलिरहेकै हुन्छ। बुधुवाको दुनियाँ पनि चलिरहेकै थियो। तर जब जमतला हाटमा उनले अचानक सोमारीको चप्पलको फित्ता फुस्काइदिए र फुस्किएको फित्ता जोडेपछि जब सोमारीको आँखामा आफ्ना आँखा जोडेर केही क्षण हेरे तब एकाएक उनको अँध्यारो जीवनमा नयाँ जुन उदायो। त्यो दिन टनटनी घाम लागेको थियो। बुधुवा एकदम नर्भस देखिन्थे। अनुहारको पसिना पुस्दै सरासर बुधुवा हाटको पछिल्लो कुनातिर गए जहाँ सुँगुरको पचैनी र हँडिया बेचिँदै थियो। उनले हँडिया मागेर तन्तनी पिए तर त्यसले उनको आँत मार्नै सकेन, तिर्खा मेट्नै सकेन। उनको आँखामा घरिघरि आफूले चप्पलका फित्ता फुस्काइदिएको केटीको अनुहार मात्रै आइरह्यो। उनले बुझ्नै सकेनन् छातीमा लागेको तिर्खा हँडियाले मात्रै मेटिनेवाला छैन। अनि काप्दै उनी बाहिर निस्किए। डराउँदै फेरि तिनै आँखा खोज्न हिँडे जुन आँखाको समुद्रमा उनी पौडिन चाहन्थे। हँडियाले नमेटेको तिर्खा त्यही डुबेर मेटाउन चाहन्थे। तर यतिन्जेलसम्म त सोमारी घर फर्किसकेकी थिइन्। अबेर साँझ बुधुवा पनि हन्टा पारा हुँदै लुरु लुरु घर फर्किए। बुधुवाको हात रित्तो थियो तैपनि मन भरिएको थियो। आँखामा एक किसिमको चमक थियो। छातीमा मिठो दुखाइ थियो। त्यही दुखाइसँग उनी लडबडाउँदै गरगण्डा आइपुगे। भुटानको एकदम नजिक रहेको गरगण्डा चिया कमानमा बुधुवाको घर थियो। उनी त्यही हुर्किएका थिए। घरमा बुढो बाउ, 2 भाइ र 1 दाजु थिए। दाजु अलि लठेप्रो थियो। भाइहरू ससाना थिए। वर्षौं अघिको कुरा हो। उनी रामझोरा स्कुल जान्थे जहाँ उनले सादरी होइन बङ्गला भाषा पढ्नु पर्थ्यो। त्यसैले उनलाई बङ्गला अक्षर जहिले गाह्रो लागिरह्यो। त्यही भएर हो एक दिन स्कुल नै छाडेर उनी कमानतिर भागे। अनि त जीवनभर एउटै गुनासो गरिरहे, हमार आपन सादरी में पढ़ाई दे होले हमें के पढ़े के और भी आसान लागतक होई। सादरी भाषा नपढाएकै कारण उनले स्कुल छोडेको हो त? त्यो त उनले अरूलाई सुनाउने कथा मात्र हो। उनको आफ्नै कथा त अर्को थियो जो उनी अरू कसैलाई सुनाउन चाहदैनथ्यो। खासमा बुधुवा जुन बाटो भएर स्कुल जान्थे त्यही बाटो भएर एउटी नेपाली केटी हिँड्थिन् जो उनकै स्कुलमा पढ्थिन्। ती निकै राम्री थिइन्। कति राम्री थिइन् भने नि
उनलाई देखेपछि बुधुवाले आफ्नै नाम बिर्सिए। त्यसपछि नामै नसोधी प्रेममा परे। उनी एकतर्फी प्रेममा यति धेरै दङ्ग भए कि केही बोल्नै नसक्ने भए। नेपाली केटीलाई एकपटक हेर्दा मात्रै पनि उनी यति खुसी हुन्थे जति खुसी दशैंमा बोनस पाएर बाबाले नयाँ कपडा किनिदिँदा पनि हुँदैनथ्यो। त्यो नेपाली केटीको नाम के थियो जसलाई बुधुवाले पहिलो पटक प्रेम गरे? त्यो त उनलाई आजसम्म थाहा थिएन। नाम थाहा पाएर नि के गर्ने? उनी त नेपाली थिइन्। नेपाली केटी र आदिवासी केटाबीच यति सजिलै प्रेम हुन्छ र? यति सजिलै बिहे हुन्छ र? केही दिन त उनले यसरी नै चित्त बुझाइरहे। तर जब उनको मन भुटानबाट बग्दै आउने पगली खोला जस्तै एकहोरो बन्यो तब उनी त्यही खोलासँगै बग्दै बग्दै गए र आट्रै गरेर एक बिहान उनले साथीलाई सुनाए, म ऊ लम्बा नेपाली छोरीलाई बहुत पसन्द गर्छु। से छोरी पो म के पसन्द गर्छ कि नै? साथीले बुधुवाका कुरा अर्को साथीलाई सुनाए। अर्को साथीले झन् अर्को साथीलाई सुनाए। बुधुवाको मनको कुरा हावामा मिसियो। कसैको निम्ति गफ बन्यो, कसैको निम्ति हाँस्ने मेलो भयो र अन्त्यमा त्यही नेपाली केटीसम्म पनि हल्ला पुग्यो जसलाई देखेपछि बुधुवाले आफ्नै नाम बिर्सिएका थिए। बुधुवा त अझै पनि डराइरहेकै थिए। तर एक बिहान नयाँ घटना भयो। उनको साथीले थोरै लजाउँदै कानमा फुसफुसाए, त्यो केटीले नि मन पराए जस्तो छ है। त्यसको मनको कुरा चाहिँ बादमा भन्छ रे। साँच्चै पछि भन्छ हो? बुधुवा अझै दङ्ग परे र त्यो पछिलाई कुर्न थाले। तर दुःखद कुरा त्यो पछि उनको जीवनमा कहिल्यै आएन। बुधुवाले वर्ष दिनसम्म यतिकै पर्खिरहे अनि पो बल्ल बुझे त्यो पछि कहिल्यै आउनेवाला छैन। उनले गुनासो गर्दै हिँड्न थाले, मेरो रङ सावला छ भनेर मन नपरेको होला हो, बरु मन पर्दैन भनेर डाइरेक्ट बन्देको बा भइहाल्थ्यो नि, किन बादमा भन्छु भनेर बेकारमा आँस देखाएको, फजुलमा मेरो 1 बरस गयो। हिउँदमा पारी खोलाको बगर जसरी सुक्खा हुन्छ बुधुवाको मन पनि उस्तै सुक्खा भयो, एकदम उरार लाग्दो बन्यो। त्यसपछि त उनले स्कुल नै छाडिदिए। घरमा कमाउने मान्छेहरू कोही थिएन। बुधुवाले पारी खोलाको ढुङ्गा गाडीमा लोड गर्न थाले। तब त उनले बल्ल बुझे जिन्दगी त खोलाको ढुङ्गा जस्तै बनिसक्यो जो अर्को घर बनाउन मात्रै काम लाग्छ। उनी दिनभरि ढुङ्गा लोड गर्थे, बेलुकी हडिया पिउथे र गाउँदै हिँड्थे, अरे गुया सिल्म गुया तो के चाहना दिलो जान से, दिल में प्यार जगाले तो के मोई चाहने ईमान से। घरकारू बन्थे शादी गरेका टाइम होला करे बोहरिया लान्बे जुन। जब बिहेको कुरा निस्किन्थ्यो उनी एउटै जवाफ दिइरहन्थे, एकठो खोइजकर लाइन दे एखने केयर देबु। ठीक त्यही बेलाको कुरा हो जब जमतला हाटमा दोस्रो पटक उनले सोमारीलाई देखे। केही क्षणलाई सबै थोक बिर्सिए, सधैँ पिरहने हडिया बिर्सिए, हरेक दिन बगरबाट उठाउनु पर्ने ढुङ्गा बिर्सिए, घरकाहरूले बिहे गर भन्दा सधैँ दिने जवाफ बिर्सिए अनि मनमनै घोषणा गरिदिए, बिहे त अब यही सँगै गर्ने हो। बदलिएन त बुधुवाको जीवन। उनको बगर जस्तो उराह लाग्दो जीवनमा लगातार पानी बर्सिन थाल्यो। त्यही पानी यादको कुलो बनेर सलल बग्न थाल्यो, जुन हरेक साथ चिया गाछको फेद फेद भएर दुम्सी पारासम्म आइपुग्थ्यो। क्षणमै हँसाइदिन्छ, क्षणमै रुवाइदिन्छ, प्रेमले मान्छेलाई केटाकेटी बनाइदिन्छ। बुधुवा फेरि एकपटक केटाकेटी बनेका थिए। उनी घामले ढरेका थिए, पीरले उनको मन मरेको थियो। अचानक फेरि सब हराभरा बनेर आइदियो। त्यही हरियो जीवन बोकेर उनले हप्ता दिन गाडीमा ढुङ्गा लोड गरिरहे। तर जब उकुस मुकुसले रातको निन्द्रा चोडिदिन थाल्यो तब उनले एक बेलुकी सुटुक्क काकालाई सुनाए, मोई ऊ दुम्सी पारा कर छोडी छोड के करो से शादी नि करबु। त्यसपछि
त्यो आइतबारको दिन आयो। जुन दिन उनी काकासँग दुम्सीपारा पुगे, त्यही दिन तेस्रो पटक उनका आँखा सोमारीसँग जुधे। यसपटक उनलाई यति गाह्रो भयो जति गाह्रो त उनलाई बगरको चप्लेटी ढुङ्गा उठाउँदा पनि कहिल्यै हुँदैनथ्यो। उनले केही बोल्नै सकेनन्। काकाले सोमारीको आवाजसँग उनको बिहेको कुरा सुरु गरे। उनले सास बन्द गरेरै सुनिरहे। छोरा देखे घरी अच्छा दिसेल, सोमारीको बाउले खोक्दै भने। लेकिन काम के कमाई की सकीका काम। काका घर फर्किए। बुधवारले सोमारीकै घरमा बसेर काम देखाउन थाले। उनले काम गरेरै सोमारीका आबाको मन जित्नु थियो। त्यसैले 3 दिनसम्म ढुङ्गा खोजेर घरमा ओसारिरहे। चौथो दिन आँगनमा सोलिङ ओछ्याए। 5औं दिन जङ्गल गए, दाउरा काटेर ल्याए। 6औं दिन घर अघिको मचान बनाए। 7औं दिन बल्ल सोमारीका बाउ थोरै मुस्कुराए र भने, राउरे सोमारी से शादी करेको सकवे, लेकिन राउरे के हमेन से रहेका पड़ी, काले की माई छोड़ के हमार भी कोई नहीं खे। घर जोइ नै बस्नु पर्ने रे। बुधवालाई पहिले त बुढोको कुरा मनै परेन, तर फेरि सोमारीको मुस्कान सम्झिए। केही बेरलाई गरगण्डाको घर बिर्सिए। अनि त सोमारी घोप्टेर मुसुक्क मुस्कुराए। बुधुवाले प्यालाको हरिया घुटुक्क निले। अचानक उनमा नयाँ साहस पलायो, हिम्मत जुर्मरायो। उनी फेरि बर्खाको पगली खोला बने र हर अडचन भत्काउँदै बग्न थाले। बुधुवाले दोस्रो पटक पगली खोला भनेको ठीक 10 महिनापछि त हो ऐतमारीले धरतीमा आफ्नो पहिलो पाइला टेकी। उनले धरती टेकेको ठीक 6 महिनापछि हो भावीले उनको निधार सुमसुम्याए र दुःखको 2 अक्षर लेखिदिए, किनकि उनी कमानेकै छोरी भएर जन्मिएकी थिइन्। धन्यवाद।